नदिए नि हुन्छ ल भोट दिन मन लाग्यो गरे है सरकारले नि आफैले चाहिँ यो कारखाना चलाइदिनु पर्यो मर्मत गरिदिनु पर्यो भन्यो पैसा हामीले दिन्छु भन्यो आखिरमा ढाँट्यो नराम्रोसँग ढाँट्यो त्यो ढाँटेर मलाई स्वाद दिन्छु भने थियो मैले झन् उल्टो सरकारलाई स्वाद दिँदैछु तपाईँहरू चाहिँ छलफल गरेर अब कसलाई भोट दिने हो दिनुहोस् तर मेरो एउटै अनुरोध के छ भने म युवा त होइन तर युवा भन्दा कम छैन मलाई गर्न मन लागेको र मैले चाहिँ खास गरी मेरो 10 नम्बर हो गया युवाहरूलाई भोट दिनुहोस् जसलाई भोट दिए पनि त्यो खप्परेहरूलाई चाहिँ नदिनुहोस् है युवाहरूलाई चाहिँ तपाईँहरूले भोट दिनुपर्छ अच्छा आफूलाई मनपर्ने युवा जुनसुकै पार्टीको युवा म बुढोलाई चाहिँ म के अरे म उमेरले 71 वर्ष पुग्यो भने म पनि 30 वर्षभन्दा कम छैन म पनि युवा हो मनपर्छ भने मलाई पनि भोट देऊ मन चञ्चले मेरो पारा त्यस्तै छ तिमीलाई जस्तो अब तपाईले भन्नुभयो नेता भएर आउनु भएको छ भने म त नेता हुँदै होइन के होइन त्यो पद सुन्नुहोस् त्यो पद नेता होला पद चाहिँ नेता हो सांसद भन्ने पद नेता हो तर म नेता हुँदै होइन अहिलेसम्म नेता होइन त्यहाँ गएपछि पनि मलाई कसैले मान्ने नमान्नु भनेको छु प्रत्येक तपाईको त्यहाँ पुग्यो भने मन्त्रालय पुगिन्छ नि त फेरि कुरो यहाँ छ नि त हैन हामी मन्त्रालय पुग्न सकिँदैन तपाईको वेबसाइट कहाँ छ अनि होटल कहाँतिर हामी वेबसाइट हेर्न मन्त्रालय जाने हैन के यो मोबाइल खोल्न नि हैन मलाई चाहिँ धोकेबाज गौडा मन्त्री परिषदलाई धोका दिएको जेनजीलाई धोका दिएको भने एकजना भाइले मैले फेसबुकमा लेखेको देखेँ महावीरको महा पनि हट्यो वीर पनि हट्यो म चाहिँ भाइको होइन धोका दिएको होइन म आफैले धोका पाएको हुनाले धोका कहिले हुन्छ भने मैले काम गरिनँ भने धोका हुन्छ एनजिओहरु त पहिलेदेखि सडकमा छ त अनि आज मात्र हो र अहिले पनि अब जेनजीको रगतले यत्रो सरकार बन्यो तर प्रधानमन्त्रीको सोकीहरुको चाहिँ रजगज भनेर जेनजीले प्रश्न उठाइरहेको छ खास के हो यो त्यो कुरा के हो त्यो मलाई पनि थाहा छैन सेल्सम्यान हुनलाई फेरि अनेक चटक पनि देखाउनु पर्ने हुन्छ अर्को चटक देखाउँदै छौ हामी यो चाहिँ कुन अवतार हो यो हास्य अवतार हो जस्तो एउटा के भन्ने अब गतिलो मान्छे भन्ने कि अगतिलो मान्छे भन्ने घर छोडेर सर पसेर म छाडा भएको काठमाडौँमा बसेर मेरो घर बनाउनु छैन मलाई मेरो व्यापार व्यवसाय छैन मेरो खेतीपाती छैन म त रित्तै मान्छे त हो नि घन्टी बजाउने के बजाउने घन्टी होइन दिमागमा घन्टी बजाइदिने किनभने यो युवाहरू पनि यहाँ चाहिँ के छ त भन्दाखेरि ढङ्ग छैन युवाहरू पनि एक आपसमा खुट्टा तानातान भइरहेको छ यो खुट्टा तानातान गरेर युवाहरूले पनि ढङ्ग ल्याउँदैन सुरुमै यहाँ देखिसक्यो नमस्कार नमस्कार अब मैले अगर नमस्कार गर्ने भोट निन्जा आयो 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 निन्जा हतोडी राष्ट्रिय आविष्कार केन्द्र खोल्ने भनेर 5 वर्षसम्म मैले कुनै 4-5 वटा प्रधानमन्त्रीहरूको चाकरी गरेँ गर्दा गर्दा 5 वर्ष भने चाकरी पनि 1-2 वर्ष भयो 1-2 महिना पो हुन्छ 33 वर्षसम्म म चाहिँ
यसरी डुलेर बसे म्याग्दी जिल्लामा डुलेको त हो नि त्यो परेको खोपराको डाँडामा त कुनै कतिपल्ट चढियो गनी नगरे गर्नु चाहिँ ल साथीभाइहरू महावीर पुन भन्ने मान्छे आएको छ यहाँ उम्मेदवार तपाईँ फेरि फर्केर आउने हो कि होइन भनेर सोधेको थिएँ जितेर मैले भने म जितेर फर्केर आएन भने बिनीमा भेट्यो भने मलाई लौरोले कुट्नु भनेको छु क्या बात है सर क्या बात है सर पैसामा बिकेर तपाईँले पैसामा नबिग्नुहोस् 2-4 हजार 5-7 हजार 8-10 हजारमा बिक्नु भयो भने त्यो चाहिँ सोझै नर्कमा जान्छ अब घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने म भगवान हो र भनेको एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि गरौँला अहिले नै कसरी भन्ने त्यो पत्रकारहरूले त नपेल्नु न हो यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी मन्त्री नबन्नु भनेर भने मन्त्री त म मन्त्री होइन क्या बात कर रहे हैं एउटा जिम्मेवारी एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन कुरो घाँस त्यो हो क्या अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको सेवा सुविधा मलाई केही पनि चाहिन्न म चाहिँ अब मन्त्रालयमै बस्ने हो त्यहीँ ओछ्यान लाउने हो त्यहीँ सुत्ने हो त्यो जनरल कुरा नसोध के ठोस कुरा सोध यतै छ त्यो फेरि जनरल कुरा सोध्यो त्यो मार्केटले मैले गरेको होइन एकदमै चर्चा पाउनु भएको छ तपाईँले के भन्नुहुन्छ यो विषय मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन मैले त्यो गरेको हेरेकै छैन आफ्नो काममा भइरहेछ यो विषयमा के म आफ्नो काममा व्यस्त छु जाऊ सामाजिक सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडाइसँग अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या किनभने म चाहिँ मान्छे हो आश गरेर हुँदैन नेपालीहरू धेरै आश गर्छ क्या आफूले चाहिँ काम गर्दैन आफूले काम गर्दैन आश मात्र धेरै गर्छन् होइन बात तो सही है यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या त्यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो स्याउ अब के अरे फुलको गुच्चा अनि केरा 23-24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ 23-24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो अहिले मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ पैसा कहाँबाट ल्याउने बात तो सही है हिमालको हिउँलाई पैसा बनाऊ माटोलाई चाहिँ पेलेर पैसा बन्दैन मिठाई पाउनुभयो मन्त्रीज्यू के भन्नुहुन्छ इमोशनल डैम इट तपाईँलाई मन्त्री भनौँ कि महावीर पुन भनौँ महावीर पुन दाई भन्नु त्यसो मन्त्री नभन्ने जनताले त मन्त्री महावीर पुन भन्न थाले भन्नेले भन्ला तर सबैले दाई भने हुन्छ 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई फिलै हुँदैन मलाई कस्तो पनि फिल हुँदैन जे भयो पनि फिल हुँदैन राजै बनाइदियो भने फिल हुँदैन है राष्ट्रपति बनाइदिए पनि प्रधानमन्त्री बनाइदिए पनि एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु गिफ्ट दिन्छ दियो भने मैले बेचिदिन्छु त्यही हो
नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु मैले। थाहा छ तपाईँ धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो, महावीर पुञ्जी। अध्ययनशील होइन म, होइन व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या, मैले चिनेको महावीर पुञ्जी। काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दै गर्दैन। पढ्दैन पढ्ने बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु। तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने, 70 वर्ष होइन पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? नजाने। तपाईँलाई युवाहरूले बोलायो? नजाने कुरा नजाने। Company